मुटु रोगका लक्षणहरू मध्ये विशेष गरी अब वयस्कहरूमा हुने मुटु रोगमा चाहिँ श्वासमा धेरै हुने, उकालो चढ्दाखेरि छाती भारी हुने, जति धेरै हिँड्यो, जति धेरै फिजिकल एक्टिभिटिजहरू गर्यो, त्यति चाहिँ यो छातीको दुखाइ बढेर जाने, चिटचिट पसिनाहरू आउने, सास नपुग्ने भन्छ नि, सास फुल्ने भन्छ नि, त्यस्तो हुने, मुटु डुडुडुडुडु गर्ने एक्कासी। जस्तो नर्मल कन्डिसन मुटु हामी बसिरहेछौँ, मुटुको चाल हामीलाई थाहा छैन, तर मुटु रोग लागिसकेपछि मुटुको चाल ढ्याक 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 गरेको हामीलाई थाहा हुनसक्छ। त्यो बाहेक अब जन्मजात मुटु रोगमा विशेष गरी निलोपना देखिने होइन, ओठहरू निलो हुने, हातको औँला खुट्टाको औँलाहरू निलो हुने, र बच्चा उमेर अनुसारको तौल नबढ्ने, खाना राम्रोसँग नखाने, धेरै रुगाखोकी लागिरहने, यस्ता खालका लक्षणहरू चाहिँ मुटु रोगको लक्षण हुनसक्छ। होइन, रक्सीले जाडो भाग्ने भन्दा नि रक्सीको दुई तिनवटा कुराहरू छ तपाईँको। अल्कोहलले चाहिँ एउटा चाहिँ हार्ट बिट भनौँ न, मुटुको चाललाई बढाउँछ, भनेको शरीरमा रक्त सञ्चार चाहिँ बढी हुन्छ क्या। मुटु नर्मली हाम्रो 60देखि 90 धड्किरहेछ भने रक्सी पिइसकेपछि मुटुको धड्कन चाहिँ तपाईँको 100-110सम्म बढेर जान्छ, जसले गर्दा कार्डियक आउटपुट, शरीरमा ब्लडको मात्रा चाहिँ बाहिर भेसलहरूमा बढी हुन्छ, छिटो धड्किँदाखेरि ब्लड एक्सचेन्ज पनि छिटो हुन्छ। त्यसले गर्दाखेरि शरीरमा एक किसिमको हिट पैदा हुने भयो नि त। हाम्रो शरीरलाई तातो बनाउने त रगतले हो, जति धेरै रगतको प्रवाह छिटो भयो उति तातोपना केही समयको लागि फिल हुने हो। तर लङ टर्ममा के हुन्छ भने रक्सीले मुटुको चाल धेरै धड्केको गरेर मुटु थाक्ने, त्यसलाई चाहिँ अल्कोहल इन्ड्युस कार्डियोमायोप्याथी भन्छ, त्यस्तो रोग लाग्न सक्छ। त्यसले गर्दा एकछिन क्षणिक तातोपनाको फिल भए पनि लङ टर्ममा अथवा दीर्घकालीन रूपमा चाहिँ रक्सीले मुटुलाई एउटा चाहिँ विषादीको रूपमै काम गर्छ। चुरोट पनि एकदम हानिकारक हो, हुक्का पनि दुइटै हानिकारक हो। तर यसमा कुरो के छ भने तपाईँले हुक्काले चाहिँ एकैचोटि धेरै असर गर्ने भयो क्या। तपाईँले एक दिनमा एउटा हुक्का खाँदाखेरि त्यो 10वटा चुरोट खाए बराबर हुने भयो होइन। तर चुरोट त एकैचोटि 10वटा खानुहुन्न नि त तपाईँले। त हानिकारक दुइटै हानिकारक हुन्, तर हुक्कामा धेरै एमाउन्ट, धेरै धुवा एकैचोटि शरीरमा छिर्ने भएको हुनाले त्यो अझ बढी हानिकारक हो भन्न खोजिएको हो। तर चुरोट र हुक्का दुइटै हानिकारक हुन् स्वास्थ्यको लागि। अब चक्कर लाग्ने विभिन्न कारणहरू हुन सक्छन्। एउटा चाहिँ तपाईँको उच्च रक्तचाप भयो भने चक्कर लाग्न सक्छ, र कम रक्तचाप, लो ब्लड प्रेसरले पनि चक्कर लाग्न सक्छ। त्यो बाहेक तपाईँको कानको समस्या होइन, भेस्टिबुलर अर्गन भन्छ, त्यहाँभित्र कानभित्र हुने त्यो गोलो गोलो परेको अङ्गमा चिसो पस्यो, त्यसमा केही इन्फेक्सनहरू भयो कानमा भने त्यसले पनि चक्कर लाग्न सक्छ। त्यो बाहेक ब्रेनमै अथवा दिमागमै कुनै होइन असर छ, ट्युमरहरू छ, अथवा अरू कुनै चाहिँ रोग छ भने त्यसको कारणले पनि लाग्न सक्छ। र अर्को चाहिँ डिहाइड्रेसन, पानीको कमी, त्यसले पनि चक्कर लाग्न सक्छ। आँखा कमजोर छ भने पनि चक्कर लाग्न सक्छ। त्यसले गर्दा यी सबै कुराहरू एकचोटि हेर्नु पऱ्यो के कारणले लाग्या हो तपाईँलाई। मुटुको धड्कन छिटो चल्ने एउटा सामान्य अवस्थामा एन्जाइटी भन्छ नि, यो अलि आत्तिने मान्छेहरू, त्यस्तोमा चाहिँ मुटुको धड्कन छिटो चलेर ढ्याढ्याढ्याढ्याढ्या हुने, कुनै रोग नभए पनि एक्कासी एन्जाइटी अथवा वरिपरिको इन्भाइरोमेन्ट, इमोसन, तपाईँको फिजिकल एक्टिभिटिजहरूले पनि मुटुको धड्कन बढी हुनसक्छ। तर यत्तिकै बसिराखेको बेला एक्कासी धड्कन ढ्याकढ्याक गऱ्यो भने मुटु रोग पनि हुनसक्छ। त्यसले गर्दाखेरि त्यो एकचोटि चाहिँ मुटु रोग हो कि होइन त्यो विशेषज्ञलाई देखाउनु पर्ने हुन्छ। बच्चामा अत्याधिक पसिना आउने एउटा चाहिँ हाइपर हाइड्रोसिस भन्ने रोग हुन्छ, त्यो हो कि होइन रुल आउट गर्नु पर्यो। सबै बच्चालाई त आउँदैन। अर्को चाहिँ थाइरोइड भनौँ न, हाइपर थाइरोइडिजममा पनि पसिना धेरै आउने हुनसक्छ। त्यस कारणले गर्दा एकचोटि सबै टेस्टहरू गरेर हेर्नुपर्छ के कारण छ कि भनेर। एन्जाइटीले अब हाम्रो चाहिँ नेपालमा मुटु दुख्यो भनेर एपिगास्ट्रिक रिजनमा देखाउने चलन छ। त्यो चाहिँ बेसिकल्ली तपाईँको पेट दुखेको हुन्छ, तर मुटुको कारणले पनि एपिगास्ट्रिक पेन चाहिँ हुनसक्छ। एन्जाइटीले चाहिँ अलिकति चेस्ट हेभिनेस अनि कक्रक्क परेको भन्छ नि, त्यो छातीभित्र त्यस्तो खालको फिलिङहरू चाहिँ आउनसक्छ। मुटु एक्कासी धड्किने र अनि एक्कासी रोकिने एउटा रोग हुन्छ, त्यसलाई पिएसभिटी भन्छ, प्यारोक्सिजमल सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया भन्ने रोगै हुन्छ त्यो। त्यो चाहिँ युजल्ली मान्छेहरूमा चाहिँ त्यो भनौँ न, मुटु चाहिँ एउटा कम्प्लेक्स अर्गन हो, त्यसको आफ्नै ब्याट्री, आफ्नै तार छ। कहिलेकाहीँ जन्मजात एक्स्ट्रा तार रहेछ भने त्यो मुटुबाट ब्याट्रीबाट गएको पल्स चाहिँ मुटुमा पुरा फैलिसकेपछि फेरि फर्केर माथि जान्छ, त्यसलाई रिइन्ट्री ट्याकिकार्डिया पनि हुन्छ। त्यो एउटा रोगको कारणले पनि त्यो मुटु एक्कासी छिटो धड्किने अनि फेरि आफै बन्द हुने पनि हुनसक्छ। अर्को चाहिँ एन्जाइटीले पनि हुनसक्छ, अल्कोहल धेरै खाने मान्छेलाई हुनसक्छ, कफी धेरै खाने मान्छेहरूलाई हुनसक्छ। त्यसले गर्दाखेरि सबै कारणहरू के छ रुल आउट गर्नुपर्छ। मुटु दुखेर छिनछिनमा पिसाब लाग्ने एउटा कारण चाहिँ एन्जाइटी हुनसक्छ होइन, र अर्को चाहिँ पिसाब छिनछिनमा लाग्ने युटिआई भन्छ नि, पिसाबको इन्फेक्सन छ कि छैन त्यो रुल आउट गरेर हेर्नु पऱ्यो, पिसाबको टेस्ट गरेर हेर्नु पऱ्यो। र मुटु दुख्ने पनि एक्कासी र पिसाब छिनछिनमा लाग्ने चाहिँ एन्जाइटी भनौँ, त्यो आत्तिने बानी हुन्छ नि कसैको, त्यसको कारणले हुन्छ। भिटामिन डी भनेको हाम्रो शरीरलाई चाहिँ अत्यन्तै आवश्यक भिटामिन हो। त्यसको कमी भयो भने भिटामिन डी दुई तरिकाले पाउन सकिन्छ। एउटा चाहिँ घामको प्रकाश चाहिँ हाम्रो यो अल्ट्राभायोलेट रे भन्छ नि, त्यो छालामा पसेपछि छालामै उत्पादन हुन्छ एउटा भिटामिन डी। र अर्को चाहिँ हाम्रो आन्द्राले सोच्ने, खानाबाट लिइन्छ। त्यसले गर्दाखेरि भिटामिन डीको कमी भयो भने त्यो दुइटै तरिकाले भिटामिन डी प्राप्त गर्नु पऱ्यो। त्यो भनेको चाहिँ घाममा बस्ने बानी गर्नु पऱ्यो, त्यो पनि कपडा लगाएर भने छालालाई एक्सपोज हुने गरी घाममा बस्नु पऱ्यो।
सनबाथ भन्छ नि सनबाथ लिनु पऱ्यो र अर्को चाहिँ तपाईँको भिटामिन युक्त खानेकुराहरू धेरै खानु पऱ्यो त्यो भनेको चाहिँ अब जस्तो तपाईँको भिटामिन डी युक्त खानेकुराहरू भनेको माछा भयो त्यसपछि गएर अब अरू यो टोफुहरू हुनसक्छ होइन यी कुराहरू माछाजन्य कुराहरू भए त्यसपछि गएर च्याउमा पनि भिटामिन डी हुन्छ त्यो बाहेक त्यति गर्दाखेरि पनि भिटामिन डी पर्याप्त मात्रामा शरीरमा भएन भने सप्लिमेन्ट भनौँ न भिटामिन डीको ट्याब्लेटहरू पाइन्छ त्यो खानुपर्छ यो भिटामिन डी भनेको चाहिँ भाइटामिन मात्रै नभएर एक किसिमको यो चाहिँ हर्मोन पनि हो यसले चाहिँ हाम्रो शरीरको मेटाबोलिजमहरू जस्तो क्याल्सियम फस्फेटहरूलाई रेगुलेट गरिरहेको हुन्छ शरीरमा होइन त्यसपछि यो प्याङ्क्रियाजमा चाहिँ यसले सुगरको मात्रालाई कन्ट्रोल गरिरहेको हुन्छ मुटु मांसपेशी त्यसपछि रक्तनलीहरूमा पनि यसको ठुलो रोल छ त्यसले गर्दा यसलाई भिटामिन डी एकदम कम भयो भने एन्डोक्राइनोलोजिस्ट भनौँ न भनेको चाहिँ ग्रन्थि सम्बन्धीको डाक्टरलाई नै हो विशेष गरी देखाउने पल्स कम हुनुको कारण पत्ता लगाउनु पऱ्यो पहिला होइन त्यसको कारणमध्ये एउटा मुटुको चालै बिग्रेर कम भएको हो कि अब कुनै खानापिनाले गर्दा कम भएको हो कि जस्तो तपाईँको नर्मल मान्छेमा चाहिँ कहिलेकाहीँ धेरै मह खायो होइन विशेष गरी वाइल्ड हनी भन्छ नि भिरमौरीको मह खाएर पनि मुटुको चाल एक्कासी कम हुनसक्छ त्यो छ भने बिस्तारै त्यो बढेर आउँछ अब रोगकै कारणले हो अब सिक्स साइनस सिन्ड्रोम अथवा अरू ब्राडिकार्डिया हार्ट ब्लक त्यसको कारणले चाहिँ मुटुको चालै कम भएको भने त्यस्तोमा फेरि पेसमेकरै हाल्नुपर्ने हुन्छ त्यसले गर्दा के कारणले मुटुको चाल कम भएको त्यो पत्ता लगाउनु पऱ्यो अनि त्यो अनुसारको उपचार हुन्छ मुटुको ढुकढुकी ढ्याटेर बढ्ने मैले अघि एकचोटि भने एउटा चाहिँ पिएसभिटी जुन चाहिँ प्याराक्सिमल सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया रोगै हो त्यो घरमा हुन्छ ढ्याटेर भयो तपाईँ अस्पताल आउन्जेलसम्म त्यो ठिक भइसक्छ त्यसले गर्दा त्यो ढ्याक भएकै बेलामा इसिजी गर्न पाइयो भने त्यो रोग डायग्नोसिस हुन्छ अब त्यो बेला चाहिँ आउँदा आउँदै कहिलेकाहीँ मान्छेको भेट्दैन क्या त्यो एउटा कारण अर्को चाहिँ एन्जाइटी अघि नै हामीले भने आत्तिने बानी हुन्छ नि कसैको भिडभाडमा आत्तिने एक्लै कोठामा बस्दा आत्तिने अनि त्यस्तै गरेर अब डर लाग्दाखेरि त्यस्तो बेलामा चाहिँ मुटु ढ्याक्दै गर्न सक्छ अब रातिमा डर लाग्ने त डर अलिअलि त सबैलाई लाग्ने हो राति अब त्यो स्वाभाविक एउटा नेचुरल प्रोसेसै हो होइन किन भन्दाखेरि राति हामी घुम्ने हिँड्ने डुल्ने भन्दा राति सुत्नको लागि नै नेचरले बनाएको हो त्यही भएर अलिअलि डर लाग्ने सबैलाई स्वाभाविक हो धेरै नै डर लाग्छ रातिमा तपाईँ सुत्नै नसक्ने अवस्था छ के ढाक्राक ढुक्रुक सानो आवाज आउँदा पनि तर्सिने छ भने कहिलेकाहीँ चाहिँ मानसिक समस्या हुनसक्छ त्यसले गर्दा त्यसको लागि मानसिक रोग विशेषज्ञलाई एकचोटि देखाउनु पर्ने हुन्छ मुटु हल्लिने भनेको त्यो पाल्पिटेसनै भन्छौँ हामी त्यो ढ्याक गर्ने नै हो त्यो एक किसिमको फिलिङ हो प्लस अर्को चाहिँ तपाईँको मुटुमा एक्स्ट्रा चालहरू आउँछ क्या त्यो एक्स्ट्रा सिस्टोली भन्छौँ हामी त्यसलाई एक्स्ट्रा सिस्टोली भनेको चाहिँ मुटुको एउटा रिदम हुन्छ ढ्याक 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 गर्ने कसैको ढ्याक 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 गर्ने अनि फेरि ढ्याक ढ्याक गर्ने अनि फेरि ढ्याक गर्ने फेरि ढ्याक ढ्याक त्यसलाई एक्स्ट्रा सिस्टोली अथवा प्रिम्याच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन भन्छ त्यो एक किसिमको एरिथमिया हो रोगै हो त्यो हो कि होइन इसिजी गरेर हेर्न सकिन्छ होल्टर भन्ने गरेर हेर्न सकिन्छ अनि त्यसका उपचार पद्धतिहरू छन् त्यो कारणहरूमध्ये चाहिँ एउटा चाहिँ अब विभिन्न रोगको कारणले मुटुकै अब जस्तो चाहिँ हार्ट एट्याक गराउने इस्केमिक हार्ट डिजिजको कारणले हुनसक्छ बाथ मुटु रोगले हुनसक्छ जन्मजात मुटु रोगहरूले हुनसक्छ होइन सबै यी चाहिँ मुटु रोगको लक्षण हो त्यसले गर्दाखेरि भित्र के छ त मुटुको अवस्था त्यो चाहिँ एकचोटि मुटु रोग विशेषज्ञलाई देखाएर हेर्नै पर्छ बायाँ छाती भनेको चाहिँ विशेष गरी हाम्रो मुटु नै बस्ने ठाउँ हो त्यो बायाँ छाती दुख्छ भने त्यो मुटुको कारणले हुनसक्छ र त्यो विशेष गरी कुनै कामहरू गर्दा तपाईँ भर्याङ चढ्दा 2-3 तला 4 तला माथि जाँदाखेरि छाती दुख्छ सेन्ट्रल भाग देब्रेपट्टि दुख्छ त्यो दुखाइ चाहिँ बायाँ हाततिर च्यापुतिर घाँटीतिर सर्छ भने चाहिँ मुटुको कारणले हुनसक्छ त्यो चाहिँ रुल आउट गर्नुपर्छ